हेलो एभ्रिवान, आज हामी लोकसेवा प्राविधिक तयारी गरिरहनु भएका साथीहरूको लागि चाहिँ टेक पिएससी एप्लिकेसन कसरी युज गर्ने भन्ने बारे भन्न गइरहेका छौँ। टेक पिएससी एप्लिकेसन चाहिँ हजुरले गुगल प्ले स्टोरबाट डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरले लगइन गर्नुभयो भने यो पेज देख्न सक्नुहुन्छ। एमसिक्यू प्र्याक्टिसको लागि चाहिँ हजुरहरूले मुनि देखिएको कोर्समा आउनुपर्ने हुन्छ। कोर्समा आइसकेपछि हजुरले यिनी कुराहरू देख्न सक्नुहुन्छ। कोर्स, पिएससी कोर्स, लाइसेन्स इक्जाम यस्तै कुराहरू रहेका छन्। र एमसिक्यूको लागि चाहिँ हामी पिएससी कोर्स 5th लेभलमा आउँछौँ। यहाँ गइसकेपछि हजुरले विभिन्न फ्याकल्टीहरू यसरी स्क्रोल गर्दै जाँदा विभिन्न फ्याकल्टीहरू देख्न सक्नुहुन्छ। वा हजुरले यो अलबाट राइट साइडमा चाहिँ यसरी अरू डिफ्रेन्ट कोर्सहरू देख्न सक्नुहुन्छ। या त हजुरले यहाँ माथि सर्चमा गएर सर्च पनि गर्न सक्नुहुन्छ। जस्तै कम्प्युटर अपरेटर 5th को लागि आइसिटी या त कम्प्युटर अपरेटर भनेर हामीले यहाँ टाइप गर्न सक्छौँ। मैले कम्प्युटर भनेर टाइप गर्ने बित्तिकै यहाँनिर कम्प्युटर अपरेटर भन्ने आइसकेको छ। अब यो कम्प्युटर अपरेटरलाई चाहिँ मैले के गर्छु त क्लिक गर्छु। यो क्लिक गरिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ दुईवटा कुरा छ यसमा चाहिँ। एउटा चाहिँ टपिक वाइज एमसिक्यू छ, अर्को सेकेन्ड पेपरको लागि चाहिँ नोट्स छ। यो टपिक वाइज एमसिक्यू चाहिँ फर्स्ट पेपरको लागि हो। यसमा क्लिक गर्नुभयो भने चाहिँ हजुरले यहाँ डिफ्रेन्ट च्याप्टर्सहरू देख्न सक्नुहुन्छ र त्यो च्याप्टरभित्र पनि टपिकहरू छ। टपिकभित्र सब टपिक भने जस्तै यो कम्प्युटर फन्डामेन्टलभित्र 13 वटा टपिकहरू छ। अपरेटिङ सिस्टमभित्र 16 वटा टपिकहरू छ। यस्तै गर्दै डिफ्रेन्ट टपिकहरू च्याप्टर वाइज दिइएको छ। सिलेबस वाइज सबै कम्प्लिट एमसिक्यूहरू यसमा छ। अब मैले चाहिँ यसमा रिडिङ गर्न सक्छु, प्र्याक्टिस गर्न सक्छु अनि इक्जाम पनि दिन सक्छु। अब मैले जस्तै यो फन्डामेन्टल सुरुको कम्प्युटर फन्डामेन्टल ओभरभ्यूमा क्लिक गरेँ भने चाहिँ यहाँनिर चाहिँ क्वेसनहरू सँगसँगै आउँछ। कम्प्युटर फन्डामेन्टलमा चाहिँ हामीले एउटा रिडिङ मोड, प्र्याक्टिस मोड र इक्जाम मोड छ। म रिडिङ मोडमा गयो भने चाहिँ आफै एन्सर आउँछ कि मैले केही पनि गर्नु पर्दैन। फर्स्ट नम्बरको मैले पढ्न सक्छु, एन्सर टिक लागेको छ, तल डिस्क्रिप्सनमा पढ्न सकिन्छ। कन्टिन्यू गऱ्यो भने चाहिँ अर्को क्वेसनको पनि एन्सर आफै टिक लाग्छ। यसमा चाहिँ हामीले के गर्न पर्दैन त, टिक लगाएर हेर्न पर्दैन। कन्टिन्यू गर्ने, पढ्दै जाने, डिस्क्रिप्सनमा एन्सरको डिस्क्रिप्सन दिएको हुन्छ, कन्टिन्यू गर्ने। अब यो चाहिँ रिडिङ मोड भयो। अब प्र्याक्टिस मोडको लागि चाहिँ के गर्न सकिन्छ त, हामीले टिक लगाउँदै जाने। अब यसमा चाहिँ मैले टिक लगाएँ, यो राइट छ नि ग्रिन आयो। अब मिस्टेक भयो भने चाहिँ रेड आउँछ कि यसरी प्र्याक्टिस कन्टिन्यू गर्दै जाने। लास्टमा चाहिँ रिजल्ट पनि देख्न सकिन्छ प्र्याक्टिसको पनि। यसरी रङ र राइट हामीलाई थाहा हुन्छ। यसरी यो भयो, यो चाहिँ प्र्याक्टिस मोड भयो। अर्को चाहिँ हाम्रो इक्जाम मोड छ। इक्जाम मोडमा चाहिँ हामीलाई भर्खरै एन्सर देखिँदैन, टिक लगाउँदै जाने, नेक्स्ट गर्दै जाने, टिक लगाउँदै जाने, नेक्स्ट गर्दै जाने। यसरी लास्टमा चाहिँ रिजल्ट देख्न सकिन्छ। यसरी हामीले चाहिँ एमसिक्यू प्र्याक्टिस गर्न सक्छौँ टेक पिएससीमा। जुनसुकै पनि कम्प्युटर मात्रै नभएर जुनसुकै पनि हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ। फ्याकल्टीहरू हाम्रो विभिन्न किसिमका फ्याकल्टीहरू छन्, हजुरले एकचोटि ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू।